पाकिस्तान तीव्र रूपमा आफ्नो सेनाको आधुनिकीकरण गरिरहेको छ। अर्थतन्त्र कमजोर बन्दै गएको चर्चाबीच पाकिस्तानले जल, स्थल र वायु सेनाको आधुनिकीकरण अभियान तीव्र रूपमा चलाइरहेको छ। पुरानो प्रतिद्वन्दी भारतको सामना गर्न सक्ने गरी सेनालाई थप बलियो बनाउने योजनामा पाकिस्तान जुटेको हो। ब्रिटिस उपनिवेशबाट मुक्त भएसँगै भारत र पाकिस्तान बीच 4 पटक युद्ध भइसकेको छ। त्यसमध्ये एक पटक सन् 1971मा बङ्गलादेशलाई पाकिस्तानबाट अलग गराउँदा समेत पाकिस्तानी सेनाले भारतीय सेनासँग लड्नु परेको थियो। पाकिस्तान आगामी 1 दशकसम्ममा आफ्नो सेनालाई 50वटा जहाज सहितको सेनामा बदल्ने योजनामा छ, जसमध्ये 20वटा प्रमुख युद्धपोत हुनेछन्। पाकिस्तानले चीन, टर्की र रोमानियासँगको सहकार्यमा सैन्य क्षमता विस्तार गरिरहेको छ। यी देशले पाकिस्तानको सैन्य क्षमता वृद्धिका लागि अत्याधुनिक सैन्य सामग्री दिइरहेका छन्। पाकिस्तानी स्थल सेनाले रक्षा बजेटको सबैभन्दा ठूलो हिस्सा खर्च गर्छ। यो सँगै सेनाले चलाउँदै आएका व्यापारिक क्षेत्रबाट हुने आम्दानीको ठूलो हिस्सा पनि सैनिकलाई आधुनिकीकरण गर्न खर्च गरिरहेको छ। केही वर्ष अघि चीनबाट VT-4 ट्याङ्क खरिद गरेको थियो। यो सँगै पाकिस्तानले चीनबाट मिसाइल र टर्कीबाट रिकन्सेन्स ड्रोन किनेको छ। पाकिस्तानी सेनाले रुससँग पनि द्विपक्षीय सम्बन्ध बलियो बनाउन खोजिरहेको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार पाकिस्तानले चीनबाट 40वटा J-35 स्टिल्थ फाइटर जेट किन्ने योजना बनाएको छ। यसले पाकिस्तानी सेनाको हवाई क्षमता बढ्नेछ। J-35 चीनको सेन्याङ एयरक्राफ्ट कर्पोरेसनद्वारा विकसित 5औं जेनेरेसनको फाइटर जेट हो। पाकिस्तानसँग हाल पुराना अमेरिकी F-16 र फ्रेन्च मिराज लडाकु विमान छन्। पछिल्लो समयमा चीन र पाकिस्तान बीचको सम्बन्ध निकै घनिष्ठ बनेको छ। चीनले पाकिस्तानी वायुसेना र नौसेना बल दुवैको आधुनिकीकरणका लागि सहायता दिएको छ। आधुनिकीकरणसँगै पाकिस्तानले अन्तर्राष्ट्रिय नौसैनिक अभ्यासमा सक्रिय रूपमा सहभागिता जनाइरहेको छ। आगामी फेब्रुअरीमा पाकिस्तानको कराँचीमा 9औं नौसैनिक अभ्यास अमन 25 को आयोजना हुँदैछ, जसमा चीन, इन्डोनेसिया, इटली, जापान, मलेसिया, श्रीलङ्का र अमेरिकी जहाजले समेत भाग लिनेछन्। यसको उद्देश्य हिन्द महासागर क्षेत्रमा पाकिस्तानको नौसैनिक क्षमता प्रदर्शन गर्नु हो। पाकिस्तानले आफ्नो मिसाइल कार्यक्रममा समेत सुधार गर्दैछ, जसको असर भारतमा मात्र नभई अमेरिकासम्म देखिएको छ। यही कार्यक्रमका कारण अमेरिकाले केही चिनिया कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले पाकिस्तानको मिसाइल कार्यक्रमको सिधा असर अमेरिकासम्म पर्न सक्ने आशंका गर्दै आएको छ। यद्यपि पाकिस्तानले अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ।